हेल्दी वाला ड्राई फ्रुटको लड्डु बनाऊँ है त। हेलो एभ्रिवान, दिस इज अन्त गुरुङ एन्ड वेलकम टु माई मिनी भ्लग। आजकल चाहिँ यो टिकटक इन्स्टाग्रामतिर चाहिँ यो ड्राई फ्रुटको हेल्दीवाला लड्डु बनाउने अनि खाने कस्तो भाइरल भइरहेको छ नि त। अनि मसँग पनि घरमा कति धेरै ड्राई फ्रुटहरू थियो कि, अनि मैले पनि आज म पनि यो ड्राई फ्रुटको लड्डु बनाउँछु भनेर आज ट्राई गर्न लाग्छु। फर्स्टमा चाहिँ मैले सबै ड्राई फ्रुटहरूलाई टुक्रा टुक्रा गरेर काटेँ, अनि घिउमा थोरै थोरै घिउमा चाहिँ सबैलाई भुटेँ। अनि अरूले चाहिँ यो वालनट हालेको देखेको थिएन, तर मसँग चाहिँ वालनट पनि थियो। अनि भएको चिजको त सदुपयोग गर्नु पर्यो है, त्यही भएर मैले चाहिँ वालनट नै हालेको छु। अनि के साथीहरू, मलाई चाहिँ यो हरियो सिड्स चाहिँ पम्किन सिड हो भनेर थाहा थिएन कि आजसम्म। अनि किन्न जाँदाखेरि चाहिँ पम्किन सिड नै हो यो भनेर भनेको, अनि मलाई चाहिँ कस्तो अचम्म लागेको। अनि घरमा अलिकति पम्किन सिड पनि थियो, अनि त्यसलाई खोलेर हेरेको त नभन्दा त्यही रहेछ क्या। मलाई चाहिँ कस्तो अचम्म लाग्यो कि। मैले चाहिँ यसलाई पोको पार्न भेली पगालेर भेली युज गरेको छु। हजुरहरूलाई गुलियो मन पर्दैन भने चाहिँ छोक्रा युज गर्न सक्नुहुन्छ। अनि के साथीहरू, यो ड्राई फ्रुटको लड्डु चाहिँ यति मिठो हुन्छ भनेर मैले एक्सपेक्ट गरेको थिएन कि, कस्तो मिठो भएको छ।